मनमा लागेको कुराहरूको विषयमा के कुरा गरौँ भनेर हामी दाजुभाइ जम्मा भइरहेछौँ। हाम्रो सङ्घमा युवा व्यवसायी शालिक सर हुनुहुन्छ अनि हाम्रो भाइ महेश हुनुहुन्छ, महेश कटुवाल। नमस्कार, धन्यवाद। अनि केही विषयमा हामी कुरा गरौँ भन्नु खोजिरहेको। अहिले हामी सबैभन्दा अहिले त्यसमा पनि अब पाराग्वेले राम्रो खेले भन्नुपर्छ एक तर्फबाट त, तर पनि फ्रान्स त्योभन्दा बेटर खेल्ने टिम चाहिँ हो। महेश भाइले हेर्नुभयो? मैले गेम हेरेँ। त्यो हेर्दाखेरि चाहिँ मलाई कस्तो लाग्यो भने फ्रान्स अटोमेटिक दावेदार टिम हो। सजिलै हामी गेस गर्न सक्थ्यौँ फ्रान्सले हामी विनर हुन्छ भनेर गेस गर्न सक्थ्यौँ। तर आज फ्रान्सलाई जित निकाल्नको लागि निकै हम्मे नै परेको थियो। पेनाल्टी नै खेल्नु पर्यो नि। सबैले धेरैले पेनाल्टी नभएको भए के हुन्थ्यो भन्ने मान्छेलाई त्यो थियो नि त। फेरि पेनाल्टी नभए जे पनि हुनसक्थ्यो भन्ने पनि छ क्या अहिले। फेरि पेनाल्टी पाएर पनि भयो भने आज एम्बाप्पेलाई त्यति राम्रोसँगले उसले फ्री भएर जस्तै मैले देखेको फ्रान्स होइन, मैले देखेको फ्रान्सले टाढा जामबाट पनि गोल छिराउँछ भन्ने थियो नि त। उसले टाढाबाट नहानेर गोल नगरे हो कि के हो खास आज खास होइन? आज उनीहरूको तालमेलै मिलेको छैन। आज त्यो अस्तिको गेम, पहिलाको लिगको गेमहरू त देनेबर स्टप क्या खेल्न लागेको डिफेन्डर साइडबाट उनीहरूलाई असफल गर्ने प्रयासहरू जारी नै थियो। डिफेन्डर धेरै राम्रो खेल्यो त्यही उसले गर्दा एम्बाप्पेलाई निकै नै हम्मे एम्बाप्पे मात्रै नभन्नु, त्यसको टप ओलिस हैन डेम्बेले सबैले गाह्रो बनायो क्या गेमलाई चाहिँ। आजको जे इजी त लिएन। फर्स्ट गोललाई छोडै थिएन नि त उसले। इजी ल्याएको थियो होला तै पनि पाराग्वेले धेरै राम्रो खेल्यो के, धेरै राम्रो खेल्यो। तर अब तिनीहरूको एउटा फ्रान्सले राम्रो खेल्यो भन्दैन, अर्कोले राम्रो खेल्यो भन्नु पर्यो। डिसिप्लिन उ चाहिँ रहेनछ पाराग्वेको। मैले गेम हेर्दाखेरि तिनीहरू फ्रान्स त्यति साह्रो रफ नखेल्दा नि पाराग्वे चाहिँ अब हुन्छ नि डिसिप्लिनमा गेम नखेल्या हो कि जस्तो पनि लागेको थियो मलाई गेम हेर्दा चाहिँ। ठिक छ मेरो उसमा अब के होला जस्तो अबको हुनेको वर्ल्ड कप जस्तै अब यहाँ हाम्रो A20मा स्पेन भर्सेस पोर्चुगल छ होइन? त्यस्तो अब के भन्न सकिन्छ? अब यस्तो हो, अब त्यसमा कसले के भन्छ भन्दा नि अब म एज अ पोर्चुगललाई सपोर्ट गर्ने भएपछि मैले पोर्चुगल राम्रो भन्छु होइन। मेरो तर्फबाट त्यो भ्यू त गर्न पायो, आफूले भ्यू त दिनु पायो। मैले पोर्चुगल हेर्दा त्यसले राम्रो गेम चाहिँ खेलेको छैन, तर पनि कहिलेको कुरा मिल्दैन म यो भन्ने हुन्छ होइन? त्यो ठिक हो पनि भयो होला, तर तालमेल मिलाउनु पर्छ। देशमा गइसकेपछि सबैले देशकै लागि खेल्न आएको हो, त्यहाँनिर सबै डिजर्भै गरेर त्यहाँ तिमीलाई पनि लाग्दो होला कि अब जस्तै हाम्रो टी सर्टमा एउटा तारा भइदियो त हुन्थ्यो, फिलिङ हुन्थ्यो। त्यो सबलाई हुनुपर्ने हो नि त, सबलाई त्यो लग्नु पऱ्यो कि त्यो लग्नु पऱ्यो। 20-25 वर्षबाट दुःख गरेर आइरहेछ नि त होइन? त्यो प्लेयरहरू नि आइरहेछ कोही अब भनौँ न सबैले। तर अब मैले त यो स्पेन भोलि जित्यो भने भोलि फ्रान्सलाई पनि नजिल्ला भन्न सक्दैन होइन? त्यो अब भोलि के हुन्छ खेलै छैन खेल त, किन भन्दा तेरो होप बढ्दै जाने हो नि त। एउटा गेम अस्ति फर्स्ट गेम बराबर हुँदाखेरि अर्को गेम पनि तेरोलाई गाह्रो भयो नि त। फेरि लस्ट थर्ड गेम जस्तो राम्रो बेटर भयो जस्तो भन्नु नि त, जस्तै होइन? हिजो गेम बेटर भयो, हिजो गेम बेटर भयो हो अनि फ्रान्सलाई यति आज होला भन्ने थियो नि। आज फ्रान्सले मैले सोचेको थिएँ 3-4 गोल चाहिँ हान्छ हो, मेरो उसमा लागेको थियो। हिजो अर्जेन्टिनालाई त्यो होला ठोलेको थिएन, मान्छेले सोचेको थिएन अर्जेन्टिनालाई त्यो हुनु नपर्ने हो, तर भयो कि गेमको भर हुँदैन। अहिले जति पनि नयाँ आए नि कन्ट्रीहरू तिनीहरूले धेरै राम्रो खेल्यो। एउटा जर्मनीले मात्रै एउटा कुन कन्ट्रीलाई 7 गोल हान्यो होइन, नत्र अरू कुनैले कसैले गोल खाएन के, बराबरी खेलेको छ। राम्रो टिम कुनै गेम जिते 32 वटा आउनेमा अहिले 48 वटा टिम आउँदाखेरि नि एकदम राम्रो गेम भयो अहिलेको पाल चाहिँ। अब यो हाम्रो वर्ल्ड कपको कुरा सँगसँगै होइन, अब हामी त एउटा हाम्रो देश, हाम्रो एउटा वेशभूषा भाषा छोडेर यहाँ विदेशमा बसिरहेको छौँ होइन? महेश भाइसँग सुरु गरौँ है। महेश भाइ एकदम म भाइ भने दुःख त भएको छैन नि, एकदम भाइ पनि हो। अनि भाइ आएको 1 वर्ष लगभग भयो है? मेरो अब 2 दिन पछाडि 1 वर्ष हुँदैछ। कस्तो भयो 1 वर्ष? सबभन्दा नमस्कार। र आज यस कार्यक्रममा चाहिँ बोल्न पाउँदा, यहाँ उपस्थित हुन पाउँदा म धेरै खुसी पनि छु, सँगसँगै म हर्षित भएको छु। र मेरो एक्सपिरियन्स चाहिँ कस्तो रह्यो भनेर सोध्दाखेरि चाहिँ जब नेपालमा हुँदाखेरि चाहिँ विदेश जान पाएँ के नै हुन्छ। तपाईँले भाइलाई के भन्न चाहनुहुन्छ? अरू मान्छेले सुन्ने मान्छेले के भन्न चाहनुहुन्छ? यस्तो हो, भाइले भनेको कुरा भाइको ठाउँमा सही छ होइन, चाहिँ तर यस्तो छ अमेरिका भन्दैमा सजिलो पनि छैन, गाह्रो पनि छैन, तर गर्नु चाहिँ पर्छ।
होइन। अब किनभने जहाँ जहाँ गयो नि नेपालबाट काठमाडौँ नै आएर बसे पनि 2-4 महिना 1-2 वर्ष लाग्छ नि त। किनभने त्यहाँ पानी मिल्दैन, मान्छेहरूसँग बोल्नै मिल्दैन, काम गर्न गयो काम गर्ने ठाउँमा मान्छे मिल्दैन होइन, गाउँघरमा बसेर गइया हुन्छ, 7-8 दिन होटेलमा बस्नु पऱ्यो भने त्यहीँ खान पान मिल्दैन भनेपछि त अब यहाँ त्यो किसिमको गाह्रो त हुने नै भयो। तर अब यस्तो भाइ धन्न त्यति गाह्रो मैले पनि भाइलाई देख्दाखेरि जुन अब पहिला आउँदाखेरि देख्दाखेरि र अहिलेसम्ममा त्यति गाह्रो चाहिँ भाइले फिल गरेन कि भन्ने चाहिँ लागेको छ मलाई। किनभने टेक्ससमा आइसकेपछि तपाईँ जति म जति अरू जति दुःख चाहिँ भाइले चाहिँ पाउने अवश्य पाउने सम्भावना पनि छैन होइन। अहिले जसले पनि जिनेन नै जसले पनि भाइ नेपाली सर्कल पनि ठुलो छ। एउटा कुरा थाहा नभएर अरू ठाउँमा गएर थाहा हुन्छ एउटाबाट अब मलाई सोधेर हुन्छ कि मैले अर्कोलाई भनिदिएर हुन्छ कि त्यो खालको च्यानल। अब किन भन्दाखेरि भाइ बसिरहेको मान्छेलाई अर्को मान्छे आएछ आफूले दुःख पाएछ भने अरू भाइलाई पनि राम्रो गर्न खोज्दै जसले बुझिरहेको हुन्छ नि त त्यो हामीले पाएको दुःख भाइले नपाओस्। हामीले थाहा भएको कुरा हामीले भन्ने हुन्छ नि त। हामीले थाहा भएको कुरा त बाबु यो गर्नु पर्यो, यो गर्दाखेरि तिमी बेस्ट हुन्छ भन्ने नि त होइन भन्न सकिन्छ नि त। त्यो भन्दाखेरि नै अब आउनेले चाहिँ पहिलाभन्दा त्यति दुःख हुँदैन कि अब आउने मान्छेलाई टेक्सास अब नेपाल जस्तै भइसक्यो अब होइन जे कुरामा नि ल दाइ मलाई काम खोज्नु चाहियो भनेपछि लगभग काम पनि पाइयो, अब राइडको कुरा पाइयो, यस्तो बुझिन दाइ यो के हो दिनु भयो भने पाइयो। दाइ मलाई 1-2 महिना खाने पुग्यो भने चाहिँ सबले व्यवस्था अवस्था छ। टेक्सासमा चाहिँ सजिलो छ अहिले, सबैजना नेपाली दाजुभाइहरू अब एकदम सर्कल छ नि त अहिले, लगभग सबै मुभ हुने ठाउँ भनेकै टेक्सास भइसक्यो होइन। किनभने सबै सहयोगी छ नि त, सबै नेपालीहरूको केन्द्रबिन्दु हब भनेको अब अहिले चाहिँ टेक्सासै रहेको छ। हब भयो तर यो ठुलो समाजमा पनि केही मान्छेले फेरि सहयोग पनि गर्न खोज्दैन होइन। अब सबै मान्छेको त्यो भावना पनि हुँदैन होइन, सबैले त्यो गर्दा हुँदैन। जस्तै अब यस्तो सेटअपमा आउनुहोस् अरू कुरालाई गाह्रो छैन पहिला अब जहाँ पुग्ने फेरि जहाँ काम पनि जति पनि छ कि यहाँ टेक्सासमा गर्न सक्नेलाई कामको अभाव हुँदैन। कम्पनीमा 3 दिन काम गर्नुहोस्, उबर डोड्यास हान्नुहोस्, गाडी बस जे पनि गर्नुहोस्, गाडी बस जे पनि गर्नु पायो, डेलिभरी गर्नु पायो, अर्को गर्नु पायो, वालमार्टमा गर्नुहोस्। तपाईँलाई काम त कति छन् बेलुका 2 घन्टा मात्रै गर्ने हो कि बिहानमा 2 घन्टा मात्रै गर्ने हो, खतरै काम नहोला होइन। अरू नर्मल काम जति पनि छ आफूले गर्न सक्छौँ भनेपछि जति पनि छ, हाम्रो इच्छा शक्ति भएपछि जति पनि छ होइन। त्यो सोच्नु राम्रो कामहरू अब आफ्नो क्षमता छ भने त्यो पनि छ। कान्छोलाई 1 वर्ष लगभग पुग्यो होइन। कान्छोलाई मैले यो गर्न पाएँ, यो गर्न मैले पछुतो के छ, पछुतो केही छ 1 वर्षभित्र मैले यो गर्नुपर्ने थियो, यो गर्ने भन्ने केही पछुतो छ? मलाई पछुतो त म कहिले पनि पछुतो लिँदिनँ होइन। म पछुतो कहिले पनि लिन्न, सोचेर ढिलै भए पनि सोचेर निर्णय गर्ने गर्छु। अब मैले चाहिँ सिक्ने क्रममा म सिक्दै जान्छु र सिक्ने क्रममा छिटो प्राप्त हुन्छ रिजल्ट, कहिलेकाहीँ ढिलो प्राप्त हुन्छ। त्यसको चाहिँ म निरन्तर आफू चाहिँ बिचमा रोकिने अडिग भएर बस्नेवाला छैन। म गर्दै जान्छु, गर्दैपछि के आउँछ त्यसलाई चाहिँ म अगाडि ह्यान्डल गरेर सोधपुछ गरेर कसरी हुन्छ किन अगाडि बढ्छ भने भोलि के पर्छ म त गर्दै जाने हो, जे पर्न नि सक्छ क्या। भोलि अहिले हामीले बस सोचे जस्तो नभएर कति दुःख नि पर्न सक्छ, कति सुख नि पर्न सक्छ। भोलि अमेरिकामा के पनि हुन सक्छ, नेपाल जस्तो भयो के भन्ने त्यो होइन इक्जाम्पल के ल कुरा आफूमा गर्छु भन्ने भन्नु नै ठुलो। अनि अर्को कुरा के भने म जब नेपालबाट हिँडिसकेपछि विदेशमा त पैसा हुन्छ भन्ने हुन्छ, तर मैले त्यसको कन्सेप्ट पनि कहिले माइन्ड मेकअप गरिनँ एउटा कुरा। त्यस पछाडि मैले सोचेको भनेको चाहिँ त्यहाँ गएर म यति सम्पत्ति जम्मा गरेर पैसा गर्छु भन्दा पनि म त्यस्तो माइन्ड सेटअप त्यति धेरै एक्सपेक्ट गरेर आएको छुइनँ क्या। त्यो धेरै एक्सपेक्ट नगरेको हुनाले मलाई त्यति धेरै अप्ठ्यारो महसुस भएको छैन। ठिक हो, एक्सपेक्ट धेरै गर्नुहुन्न जस्तो लाग्छ मलाई चाहिँ। किनभने धेरै एक्सपेक्ट गयो भने त्यतिसम्म हाई लेभलमा पुरा गर्न सकेन भने आफूलाई नि थोरै प्राप्त भयो भने आफूलाई मन खुसी हुँदैन नि त। त्यसले गर्दाखेरि चाहिँ एक्सपेक्ट धेरै नगर्ने, काम निरन्तर गर्ने, आफ्नो कर्म गर्ने, फलको आशा नगर्ने भन्ने हो। तिमी जुन दिन अमेरिका उड्यो तिम्रो गाउँबाट तिमीलाई भोलिबाट भन्छ तेरो छोरा अमेरिका यत्रो भयो, तेरो छोरा के गर्यो भन्नु सक्छ नि त्यो होइन। त्यहाँ त त्यो त्यो हुन्छ त्यो होइन, त्यो होइन त्यो हुन्छ। त्यो मान्छेले किन भन्दाखेरि गर्न नसके अरूले गरेपछि पनि रिस मान्ने हुन्छ, गरिसकेपछि तेरो खोला केही गरेन सकेन के गरेन अहिलेसम्म गएको त्यत्रो भयो भन्ने पनि भन्छन्। अनि उसले 1 वर्षमै सबै कुरा सम्पन्न बनायो नि, यसले के नै गरेको अमेरिकामा यत्रो पैसा त धमाधम पठायो भनेर फेरि अर्कोतिर टेन्सन भयो क्या मान्छेहरूलाई नेपालमा। त्यही हो नि, करेक्ट। नराम्रो गरेर पैसा कमायो कि के गर्यो कि डुप्लिकेट गर्यो कि भनेर कि त्यसमा तनाव छ फेरि मान्छेहरूले। मान्छेले भनेछ
के अरे मन नपरे चन्द्रमा नै दाग देख्छ भने जस्तै त्यो मान्छेलाई मन नपरिसकेपछि त्यो मान्छेको हरेक कुराहरू जति नै तपाईँले 100वटा राम्रो काम गर्नुभयो भने एकवटा नराम्रो भेट्यो भने तपाईँको लाइफ ड्यामेज गर्दै हुन्छ क्या समाजमा। अनि एउटा कुरा यसैमा मैले एउटा जोडिएको छु, जहिले पनि होइन, जहिले पनि प्राय पहिला चाहिँ पोजिटिभै थिङ्क गर्नुपर्छ क्या। जहिले पनि मान्छेहरू के गर्छ भने तिमीसँग म जोडिँदैछु भने पहिला नेगेटिभ होइन क्या, पोजिटिभ जानु पर्यो क्या। पोजिटिभ जानु पर्यो, पोजिटिभ लाग्नु पर्यो क्या। पोजिटिभ भयो भने पोजिटिभ हुने क्या। तिमीलाई सुरुबाटै नेगेटिभ सोच्न लाग्यो भने मैले नेगेटिभ तिमीले गरेर कसले के भने जस्तै इक्जाम्पल कोही फर्द मान्छेले म सवाल दियो भने चाहिँ आफूले सोच्नु पर्यो यो भाइले मलाई यो कसरी भन्नु पैसा पनि सोच्दैन नि त, यो भाइले त भन्नु सोध्दैन भन्ने हुन्छ। कोही मान्छे त्यही पनि भनिरहेको छ नि त होइन, कोही मान्छे चेक गर्नलाई पनि भनिदिन्छ होइन, कोही जाँच गर्नलाई पनि कोही के भन्दो रहेछ मान्छे भनेर भनिरहेको छ कि यहाँ त धेरै किसिमको मान्छेहरू छ र यो धेरै किसिमको मान्छे छ, मान्छे धेरै भयो भने फेरि गाह्रो, थोरै भयो भने गाह्रो के साला। त्यस्तै छ नि त। अब सबै वर्ल्डको जतासुकैबाट आएर बसे नि नमिल्ने कारण त्यो पनि हो कि कल्चरै मिल्दैन कतिसँग, कति कल्चर मिल्दैन, कतिको केही बोल्दैन, कति भाषा मिल्दैन, कति केही मिल्दैन। मान्छेको नेचर अनुसार व्यवहार अनुसार होइन उनीहरूको एक्टिभिटिजमा फरक हुन्छ। जस्तै कोही मान्छे नहुँदा पनि सपोर्ट गरौँ खोजेर मिलेर कसरी हुन्छ सरसापट्टि साथीभाइ जे आइडिया मेकअप जेसुकै गर्दा पनि सपोर्ट हुन्छ। कोही चाहिँ कस्तो लाग्यो भने कति भेट्दाखेरि चाहिँ नेपाली नै नचिनाउने, नेपाली पहिचानै नदिने होइन। तिमीले मलाई दाइ भन्नुभन्दा होइन दाइ भन्नेको छुट्टै हुन्छ क्या। अब हाम्रो अगाडि त दाइ भन्छ तर कसरी भने भन्ने कुरामा फरक हुन्छ क्या। भित्रभित्र चाहिँ रिस उठेर अर्जुन दाइ भनिरह होला, बाहिर अर्जुन दाइ नमस्कार भन्नेमा केही हुँदैन क्या। यहाँ चाहिँ मान्छेहरू धेरै अर्जुनजी नमस्कार भन्छन् अनि पछाडि चाहिँ त्यही अर्जुनलाई त्यो खालको होइन महेश के छ भाइ नमस्ते भनेर भाइलाई अङ्गल सङ्गल मार्लान् होइन। अब भोलिपल्ट मतिम गएर चाहिँ ए महेश यस्तो उस्तो भन्छ त्यो हो क्या। त्यही कारण यो हाम्रो किन भन्दाखेरि त्यो कारणले पनि धेरै ठुलो हाम्रो सर्कल नबन्ने होला कि हाम्रो सर्कल छ जस ठिक छ, जस ठिक छ, आत्मीयता छ, आत्मीयता छ, प्रेम छ, स्नेह छ तपाईँहरूको पारिवारिकमा आफ्नो सर्कल, साथी सर्कल अनि आफ्नो फ्यामिली होइन, दाजु भाउजूहरू सबै बच्चा बच्चीहरूको एउटा सर्कल जुन टिम बनाउनु भएको छ त्यो चाहिँ एकदम उत्कृष्ट छ। यो टिम यो लङ टाइमसम्म होस् भनेर बनाएको टिम सोचेर होइन। तर भोलि अब जे पनि होला छोटो होइन, त्यो कसले केही भन्नु सकिँदैन होइन। तर किन भन्दाखेरि जस लङ टाइमसम्म जाओस् त्यो पनि हो। अनि कसैको जस सबैलाई हामीले रेस्पेक्ट गर्न सक्छौँ, कसैको चित्त हामीले कसै हाम्रो नदुखोस् साला, कसले कस्तो दुखिहाल्यो भने अब गएर मैले भनिसकेँ दुःख नमानै भन्नु सकियोस् होइन। भनेको तपाईँको कर्मले, मैले गरेको कर्मले, दाइले गरेको कर्मले सफलता चुम्ने हो होइन। त्यो सफलता चुम्दैमा चाहिँ के हुन्छ भने आफ्नो सफलता आफ्नो ठाउँमा छ तर आफ्नो पृष्ठभूमि ब्याकग्राउन्ड अब मैले चाहिँ कुन फेजबाट मलाई कसरी सपोर्टिङ कसरी आए, कुन स्टेपबाट म चढेर यहाँ आएँ भने पछाडि चाहिँ बुझ्नु पर्यो। तिमीले बुझ्दाखेरि कसरी बुझ्नुपर्छ भने तिमीलाई कसले कसरी सपोर्ट गरिरहेछ, सपोर्ट त गर्छ कि आफ्नो स्वार्थको लागि गरिरहेछ कि त्यो मान्छेले मेरै लागि गरे कि भन्ने अन्डरस्ट्यान्डिङ चाहिँ तिमीभित्र मैले सहयोग गरिरहेको छु भने साहिल दाइले केही स्वार्थ लिनलाई गरिरहेछ कि होइन। अब त्यो मैले मेरो स्वार्थलाई लिन गरे नि तिम्रो लागि केही फाइदाको लागि भनिरहेको छु कि त्यो कुरा चाहिँ आफूले विचार गरेर डिसिजन गर्नुपर्छ। किनभने अरूले त जे पनि भन्छन् कुरा सुन्न त पाइयो सबैको, एक्ज्याक्टली कुरा सुन्ने नि हो, मनन पनि गर्ने हो, सबैको कुरा सुन्ने हो, गर्ने चाहिँ यो जति कुरा दाइले भने डिसिजन आफै गर्ने हो, डिसिजन र ऊ चाहिँ आफैले गर्ने। तिमीले जति जे गरे एउटा क्वेशन सोधिहाल्नु पर्यो, पोर्चुगल कि स्पेन? पोर्चुगल स्पेन पोर्चुगल कि स्पेन? अहिलेलाई के अब मन्डेलाई कुरा तपाईँले यहाँ झन्डा त माथि अर्जेन्टिनाको जर्सी राख्नुभएको छ होइन, फाइनललाई मिट गरौँला हामी होइन। म तर अहिले चाहिँ पोर्चुगल किन भन्दा रोनाल्डो कारणले पोर्चुगल बेस्ट होस् भन्न चाहन्छु, विन होस् भन्न चाहन्छु। तर किन भन्दा लास्टमा मेसी र उसको पऱ्यो नि, म मेसी सपोर्ट, जे गर्छ रोनाल्डोले गर्छ होइन, पोर्चुगलको सपोर्ट हो, जे हुन्छ हुन्छ होइन। यस्तो हुन्छ कि मलाई चाहिँ यो कुरामा एउटा लास्ट जोडिहालेँ है, कस्तो लाग्छ भने तपाईँ कसैको फ्यान हुनुहुन्छ भने त्यसले राम्रो गरे नि नराम्रो गरे नि फ्यान हो क्या। अब रोनाल्डोले म एउटा कुरा रियल म्याड्रिडमा 15 वर्ष दनादन गोल हान्दा फ्यान, अब अहिले गोल हान्न सकेन भनेर म रोनाल्डो मन पर्दैन स्वार्थी भयो। मेरो व्यक्तिगत कुराहरू मात्रै है, म फेरि अर्जेन्टिनाको फ्यान चाहिँ होइन है, फेरि अनि म मेसीको फ्यान चाहिँ फ्यान हो क्या होइन। धेरै अब के मान्छेहरू कति के होला होइन, म किनभने मेसीले गरिदियोस् राम्रो गरिदियोस् मलाई तर हिजो चाहिँ के भन्दाखेरि हिजो चाहिँ अरू केवल यस्तो मन जितिरहेको थियो क्या, दिल जितेको थियो त्यसले चाहिँ फेरि साला। तर धन्य मेसीले होइन, हामीले केही जान अनजानमा केही गल्ती मिस्टेक गऱ्यो भने तपाईँले क्षमा प्राप्त दिनु होला।
हामीले केही जस्तै कुरा बसेर कुरा गर्ने प्रयास गर्ने। आजको भिडियो त्यसै पनि अन्त्य गरौँ है त। हस् त ल ठिक छ, आज एकदम खुसी लाग्यो, एकदम साहिल सर, एकदम हाम्रो महेश भाइलाई एकदम धेरै धेरै धन्यवाद।